हेलो एभ्रिवान। सो आज हामी मफिन बनाउँदैछौँ प्लेनबाटकोमा। त्यसको लागि चाहिँ हामीले यहाँनिर सबै हाम्रो प्रिपरेसन गरिसकेको छौँ। त्यसको लागि हामीले 2टा जति हामीले एग गरेको छौँ भने चाहिँ यहाँनिर ओइल, त्यसको ठाउँमा तपाईँहरू बटर पनि लिन सक्नुहुन्छ। अनि त्यस पछाडि यहाँनिर हाम्रो सल्ट छ, त्यसै गरी बेकिङ पाउडर, त्यसै गरी भ्यानिला एसेन्स, अनि यहाँनिर मिल्क रहेको छ। अनि यहाँनिर चाहिँ हाम्रो सुगर छ जुन चाहिँ हामी क्रस गरेको छौँ। अनि त्यस पछाडि यहाँनिर हाम्रो फ्लोर छ। यहाँनिर हाम्रो फ्लोरमा चाहिँ हामीले यो क्रस गरेको सुगरलाई हामी एड गर्दैछौँ। त्यसै गरी हामीले बेकिङ पाउडर जुन हामी प्रिपरेसन गरेको छौँ त्यसलाई पनि हामीले हालिदिने। त्यसै गरी हाम्रो सल्ट पनि हामीले यसभित्रै हालिदिँदैछौँ। यो विक्सले यसलाई मजासँगले ब्लेन्ड मिक्स गर्ने। सो अब चाहिँ हामीले यहाँनिर लिक्विडबाटको इन्ग्रिडियन्ट्सलाई यहाँ हामी मिक्स गर्दैछौँ। सुरुमा चाहिँ हामीले मिल्कलाई बोलमा, सफा बोलमा लगाइदिने। त्यसै गरी हाम्रो ओइल छ जुन हामी प्रिपेयर गरेको छौँ त्यसलाई पनि मजासँगले यसभित्र लगाइदिने। 2टा अन्डा छ, यसलाई पनि हामीले यसैभित्र हालिदिन्छौँ। मजाले ब्लेन्ड गरिदिने। सो अब चाहिँ हामीले मफिनको लागि चाहिँ हाम्रो बेस तयार पारिसकेको छौँ। अब हामीले दुइटै यो इन्ग्रिडियन्ट्सलाई एकै ठाउँमा लाएर मजाले हामी मिक्स गर्दैछौँ स्पाचुलाले। र हेर्न सक्नुहुन्छ कुनै हामी प्लेनवाला मफिन बनाउँदैछौँ भने कुनैमा हामीले यहाँनिर डार्क चक्लेटबाट बनाएको छौँ, कुनै क्यानबेरी, कुनै गोजबेरी बनाएको छौँ। सो अब चाहिँ हामी यहाँनिर क्यानबेरी लगाइदिँदैछौँ ठाउँमा चाहिँ। अब कुनैमा चाहिँ अब हामी गोजबेरी लगाइदिँदैछौँ। फाइनली हामीले अब मफिन हाम्रो रेडी भयो सर्भ गर्नुलाई। अब यहाँ हामी टपमा एउटा राख्छौँ। फुलै बनाइदियो मैले त। कस्तो छ? दामी छ मिठो।